हेलो साथीहरु, गुड आफ्टरनुन। तपाईहरु कस्तो हुनुहुन्छ? आशा गर्छु कि तपाईहरु राम्रै हुनुहुन्छ। म पनि राम्रै छु। अनि आज चाहिँ मेरो बिहानदेखि भिडियो आएन किनकि आज म बेसी बिजी थिएँ कि गाइस, घरको कामले गर्दा। त्यसले लागि अहिले भक्क टाइम पाउँदै छु तपाईहरुसँग ब्लग याला फेरि मेरो काम बढाइदियो कुकुरको बच्चाहरुले। झन् न बिस्तारको निचे पुरा मुतिदियो। अब फेरि यो गर्नु पर्यो। काम कहिले खतम हुँदैन मेरो। कहिले मान्छेले काम बढाइदिन्छ, कहिले कुकुरले बढाइदिन्छ। अनि अहिले चाहिँ म लन्च गर्दैछु गाइस। लन्चमा छ आज माछा बोइल, सजना आलुको सब्जी, यहाँ आलुको फ्राई, यहाँ भात। यही खान्दैछु म। अरु पनि सब्जी छ तर मलाई यही खानु मन छ, त्यही लागि अरु खाने सब्जी खाइन। तपाईहरुले लन्च गर्नुभयो गाइस? म त आज मेरो बेसी लेट भयो आज लन्च गर्नुको लागि। टेस्टी भयो रहेछ सब्जी त। माछाको चाहिँ आमाले बनाउनु भएको, अनि सजना आलु चाहिँ मैले बनाएको, अनि आलु भाजी पनि आमाले बनाउनु भएको। हुन्छ त गाइस, नेक्स्ट भिडियोमा भेट्छु ल। म लन्च गर्छु छिटो अनि फेरि काम बढाइदियो कुकुरको बच्चाले। फेरि त्यो गर्नु पर्यो। मेरो काम जिन्दगीमा खतम हुँदैन गाइस। बाइ बाइ।